हाई गाइज, आज म कहाँ जान आँटेको छु भन्दाखेरि चाहिँ सिलगढी। अन्त किन जान आँटेको भन्दा चाहिँ आज तपाईँले थाहा पाउनुहुन्छ। अहिले मेरो भ्लगको एन्डमा भन्दा पनि सिलगढी पुगेर म चाहिँ रेडी भइसकेको छु। गरममा व्हाइट टी सर्ट लगाएको, तर त्यस्तो मनै परेको छैन। तर पनि केही छैन, थोरै न चाहिँ अब म निस्किन आँटेको घरबाट। यस्तो गरम छ कि आज चाहिँ मर्छु म सिलगढीमा। ओके गाइज, यति नै अहिले। गाइस हेर्नुहोस्, घाम अम्बो यस्तो घाममा म जाँदैछु। त्यही पनि सिलगढी मोडे रहेछ आज चाहिँ गाइस। घाममा यस्तो घाम लागिरहेको छ है, त्यही पनि बिहानै 10 बजी। गाइस एनजेपी गाइस, यहाँ चाहिँ जाँदैछु म भित्र। गाइस फेरि हुँदा चेन्ज भइसकेको रहेछ। यहाँ चाहिँ यस्तो हुँदो रहेछ फेरि, कोही बेला कस्तो भइरहेको हुन्छ म आउँदाखेरि चाहिँ। आमा चाहिँ कहिले आइपुग्ने नि, अरू ट्रेन चाहिँ आइसक्यो प्लेटफर्म नम्बर 1 मा। आमा चाहिँ यता आइपुग्नुहुन्छ हो। म चाहिँ यहाँ बसिरहेको छु न, उभिरहेको छु। फाइनली आमा आउँदैछ यो ट्रेनमा चाहिँ। गाइस यो ट्रेनमा चाहिँ आमा आइपुग्नु थियो र मैले चाहिँ भिडियो गरिनँ, किनकि मैले सामान ल्याउनु जानु थियो आमा भएकोमा। त्यही भएर यस्तो गरम थियो, त्यही माथि गाडी पर्खिँदा झन्डै मऱ्यो। गाइस हामी चाहिँ आइसकेको छु। त्यस्तो भारी बोकेर कालो त्यस्तो छ। अब चाहिँ यहाँ छु गाइस गरममा। फाइनली घर चाहिँ आइपुगेँ। हाई गाइस, म चाहिँ घर आएर पनि दादी चाहिँ अहिले दोकान, किनकि मिठाईहरू किन्नुको लागि हो। मिठाईहरू ल्याएको थिएन नि त अहिले घाममा, त्यही भएर गाइस छैन। अहिले चाहिँ म मिठाई किन्नु जाँदैछु। यो चाहिँ मैले लिएर जाँदैछु। यति चाहिँ सुतिराख्नु भएको छ हो। धेरै दिनको बाद आमा छोरी भेट भएको यहाँनिर। आमा छोरी धेरै दिन बाद भेट भएको यहाँ चाहिँ फेरि हो। मामले ल्याएको मिठाई खाएको अरे। ओए हाँस के खाएको? के मिठाईहरू छ नाम भन् त? लेस। तेरो नाम के हो? आरुषी के हो? कुन चाहिँ बाजे ल्याउनु? किन बटारिरहेको साँप जस्तो? साँप हो क्या, त बटारिरहेको छ त। यहाँ चाहिँ अब म होइन सधैँ एउटै गरेर पकाएर खाएर न्याक्कै भइसक्यो होइन गाइस। अन्त चाहिँ अब चाहिँ यसलाई फ्राई गर्छु पहिला मजाले हो। अन्त म मात्रै पकाउँछु, मकै हुन्छ एउटै तरिकाले खाँदाखेरि हो। अन्त चाहिँ कोही बेला त्यस्तो पनि ट्राई गर्नुपर्छ हो। पहिला यसरी खानुपर्छ, कोही बेला चाहिँ फ्राई गरेर। अन्त कोही बेला त्यसरी खान्छु नि त ज्यादा। किनकि मैले अस्ति दिन मात्रै चिकन खाएको, अन्त न्याक्कै भइरहेको छ, मतलब खानै मन छैन अब। त्यही भएर चाहिँ अब यसलाई पहिला फ्राई गर्ने हो, अन्त मात्रै पकाउने चाहिँ दामी हुन्छ एकदम। गाइस चाहिँ मासु फ्राई हुँदैछ यसरी होइन। यसलाई काँचो बनाएर निकाल्छु म होइन। चाहिँ खान रेडी भइसकेको छ होइन। अन्त यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ निम्बु, गाइस निम्बु, ओ माई गड कस्तो दामी हुन्छ कि। यहाँ चाहिँ म अब खाना आँटेको यहाँ छ है। यति चाहिँ म चाहिँ खानै खाँदैछु, किनकि अहिले चाहिँ न त चाहिँ अहिले 2 दिन भयो खाना खाएको। अब चाहिँ फेरि भोलिदेखि चाहिँ मेरो कन्टिन्यू रोटी हुन्छ गाइस होइन। अन्त चाहिँ अब चाहिँ म खान राख्छु। यहाँ छ यो निम्बु, अन्त चाहिँ यता आमाले ट्याङ्की खानु पनि हुँदैछ हो। देखाइदिनु यहाँ कच्चा आमा भन्यो नि यारी। मिठो छ मलाई एकदम नुन लाग्यो भने त परेन मलाई त्यस्तो। गरममा पकाएको तारिफ पनि दिँदैन, जबरजस्ती भिडियोमा देखाउँदैछु मैले होइन गाइस। ओके गाइस, बाई बाई। मेरो यो भिडियोलाई यति चाहिँ एन्ड गर्दैछु म। अब म भोलितिर तपाईँहरूलाई म नयाँ भिडियो लिएर आउँदैछु तपाईँहरूको। ओके बाई गाइस, गुड नाइट।